हेलो हाई दर्शक नमस्ते सबैजनामा। अनि जो कुम्भ राशि हुनुहुन्छ नि, आज चाहिँ कुम्भ राशि चाहिँ खास के रहेछ, कुम्भ राशिमा चाहिँ राशि जसको छ उहाँहरूलाई चाहिँ कस्तो हुँदो रहेछ होइन, आफ्नो लाइफको बारे आफ्नो बारे कस्तो रहेछ भन्नलाई चाहिँ थोरै जानकारी दिन चाहिँ म आएको छु। जानकारी दिन मैले दिने होइन, एउटा मैले भिडियो भेटेको थिएँ, त्यो भिडियो मलाई राम्रो लाग्यो। अनि प्लस त्यो भिडियोमा चाहिँ मैले अहिले लाइफमा जुन कुराहरू भोगेको छु त्यो भिडियोमा चाहिँ ठ्याक्कै मिल्यो क्या। त्यही भएर चाहिँ हजुरहरूलाई पनि मैले यो भिडियो देखाउन चाहेको छु। प्लिज हेरिदिनु होला, जो कुम्भ राशि हुनुहुन्छ है त गाइस। ल त गाइस, यो भिडियो हेर्नु है त, तपाईँहरूको मिल्छ कि मिल्दैन, मेरो चाहिँ ट्याक्कै मिलेको छ। अन्य कुनै राशिहरूलाई तर तपाईँ अलिकति घुसघुसे टाइपका चाहिँ हुन्छ नि, घुसघुसे टाइपको होइन, आफ्नो चाहिँ योजनाहरू प्लानिङहरू झट्ट नबताउने खालको स्वभाव तपाईँको छ है। तपाईँ भोलिको दिनमा राम्रो हुन्छ कि नराम्रो हुन्छ भन्ने कुरो आजै चाहिँ अन्दाज गर्न सक्ने खालको एउटा दूरदर्शी प्रकृतिको स्वभाव पनि तपाईँको छैन त? पक्कै पनि छ। यही हो तपाईँको विशेष स्वभाव। अरू राशिमा पाइँदैन यस्तो स्वभाव चाहिँ। फरक ढङ्गले सोच्ने खालको अवस्था, दिमाग तपाईँको अरू मान्छेले चाहिँ यसरी बसिरहेछन्, आफ्नो सुरमा चलेछन्, तर तपाईँको विचार भनेको एकदम दूरदर्शी प्रकृतिको हुन्छ, फरक तरिकाले सोच्नुहुन्छ होइन। सामान्य मान्छेसँग तपाईँको सम्बन्ध नै बन्दैन। छुट्टै प्रकारको चाहिँ भावना राख्ने, छुट्टै प्रकारको चाहिँ सोचाइ राख्ने खालको राशि भनेर चिनिन्छ कुम्भ राशि हुने व्यक्तिलाई। कुम्भ राशिको त बयान गरी साध्यै छैन। ठगेर खाने राशि भनेर चिनिएला अन्य कुनै राशिहरूलाई, तर तपाईँ कुम्भ राशि हो भनेदेखि तपाईँ गरेर देखाउने, गरेर खाने, नङ्ग्रा खियाएर खाने, रगत पसिना बगाएर खाने राशि भनेर चिनिन्छ कुम्भ राशि हुने व्यक्तिलाई। कुशल योजनाकार पनि भनेर चिनिन्छ कुम्भ राशि हुने व्यक्तिलाई। तपाईँ एकदमै राम्रो सोच राख्ने कि भोलिको दिनमा नराम्रो होस् भनेर त कसैले पनि चाहँदैनन्, तर पनि तपाईँले गरेको सङ्घर्ष मेहनतको अगाडि भगवानले पनि चाहिँ नि स्वीकृति एक किसिमको चाहिँ तपाईँलाई चाहिँ नि दिनुपर्छ, सिफारिस दिनुपर्छ होइन। तपाईँलाई दस्तखत गरिदिनुपर्छ, ठिक छ अगाडि बढ भनेर तपाईँलाई चाहिँ नि भगवानले पनि चाहिँ नि तपाईँलाई सपोर्ट गर्नुपर्छ। त्यस्तो खालको यानि कि भगवानलाई पनि खुसी पार्न सक्ने काम गरेर, सङ्घर्ष गरेर त्यति चाहिँ तपाईँको चाहिँ एउटा एक्टिभिटिजहरू भनेको त्यस्तो हुन्छ क्या। तपाईँको पहिलेदेखि नै तपाईँ यस्तै खालको मान्छे होइन। हेर्दाखेरि मान्छेले कस्तो अल्छी रहेछ, कस्तो लुसो रहेछ पनि भन्ला नि तपाईँलाई, तर तपाईँ लुसो होइन नि हजुर। तपाईँ एकाग्र भएर आफ्नो सुरमा चल्ने होइन, तपाईँ चाहिँ बहुत दूरदर्शी व्यक्ति हो। तपाईँ एकाग्र भएर आफ्नो सुरमा चल्ने, तपाईँलाई कसैले चलायो भनेदेखि तपाईँ त्यहाँभन्दा आगो कहिले पनि हुनुहुन्न। हेर्नुहोस् त, कुम्भ राशि हुने व्यक्तिलाई आफ्नो सुरमा छोडिदिनु भएन भनेदेखि बिचमा गएर टोक्नुहोस् त, केही कराउनुहोस् त, केही भन्नुहोस् त, इज्जत पाइएन भनेदेखि ठ्याक्कै बस्दैनन् यिनीहरू, साथमा बस्दैनन्। त्यस्तो छ है। कुम्भ राशि हुने व्यक्ति सानैदेखि त्यस्तै हुन् कि बचपनादेखि पनि त्यस्तै हो। बचपनामा फेरि त्यति मेरा बाबै भनेर चाहिँ एकदमै चकचके हुँदैनन्, शान्त प्रकारका हुन्छन् है। अलिकति सानामा चाहिँ अरूबाट थिचोमिचो सहेर बस्नुपर्छ, बाँच्नुपर्छ, सङ्घर्ष गरेरै जीवन बितेर जान्छ विशेष कुम्भ राशि हुने व्यक्तिको है। अब हटी र जिद्दी त यिनीहरूको स्वभाव नै हो। जिद्दी गर्ने, आफूले भनेको कुरो हुनैपर्छ भन्ने, मैले बोलेको कुरो एकदम ठिक छ, सही छ भनेर चाहिँ नि अलिकति जित्न खोज्ने खालको भावना यिनीहरूको पहिल्यैदेखि नै हो। भन्दाखेरि नरमाइलो लाग्न सक्ला है। अब त्यति मात्रै चिज त्याग्न सक्ने भनेदेखि यिनीहरूको शत्रु हुँदैनन्। शत्रु भनेको यिनीहरूको लागि रोग हो। मान्छे भन्दा पनि यिनीहरूको लागि शत्रु भनेकै रोग है। कतिखेर घुँडा दुख्छ, कतिखेर टाउको दुख्छ, यो पेन भनिन्छ, दुखाइ, पीडा, दर्द, त्यसैको सामना गर्ने हो कुम्भ राशिले। अरू धेरै त्यस्तो ठुलो चाहिँ समस्या पर्दैन। अलिकति घुसघुसे टाइपका चाहिँ भिडियो सही लाग्यो है, कमेन्ट अनि लाइक अनि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। मेरो नयाँ च्यानल हो, सब्सक्राइब गरिदिनु है त गाइस।